अन्ना प्यारे की गुरुजी श्री 108 मंगलदास जी महाराज की जहाँ कण कण में है नूर भरा और शोभा अपरंपारा, वो परम धाम है हमारा, वो परम धाम है हमारा, वो परम धाम है हमारा, परम धाम है हमारा। कहीं फूल बाग, कहीं नूर बाग, कहीं कुंज निकुंज सुहाना, कहीं फूल बाग, कहीं नूर बाग, कहीं कुंज निकुंज सुहाना, है पाट घाट और सात घाट, फिर चांदनी चौक सुहाना, फिर चांदनी चौक सुहाना, शोभा इनकी मुख से न हो, लगता है कितना प्यारा, वो परम धाम है हमारा, वो परम धाम है हमारा, वो परम धाम है हमारा, वो परम धाम है हमारा। आती है हवाएं इच्छा से और पवन भी सजदा बजावे, आती है हवाएं इच्छा से और पवन भी सजदा बजावे, पशु पंछी यहाँ मिलजुल कर है गीत पिया के गाए, है गीत पिया के गाए, दिन रात पिया के दर्शन हो और बोले जय जयकारा, वो परम धाम है हमारा, वो परम धाम है हमारा, वो परम धाम है
र त्यस कार्यक्रममा सहभागी भइदिनु हुन म सम्पूर्ण धर्मप्रेमी सुन्दर साथीहरूमा अनुरोध गर्दछु। प्राणनाथ प्यारे के प्राणनाथ प्यारे के प्राणनाथ प्यारे के हाम्रो धन्यवाद छौँ र मेरा प्यारा झंडा सतगुरु का, मेरा प्यारा झंडा सतगुरु का, ओ जी ओ जी। इस झंडे को हाथ में लेके प्राणनाथ जी आए, प्राणनाथ जी आए। इस झंडे को हाथ में लेकर प्राणनाथ जी सतगुरु मंगल सुंदर हम आशीष भोले आशीष बंदो सतगुरु चरण को करो धनि प्रेम प्रणाम। अशुभ हरण मंगल करण श्रीदेव चंद्र जी नाम। श्री प्राणनाथ निज मूलपति श्री मेहराज सुनाम। तेज कुमारी श्यामा युगल को पल पल करूं प्रणाम। मंगल कृष्ण प्रणाम है मंगल धर्म प्रकाश। मंगल सुंदर साथ हैं मंगल धाम उजास। मंगल सुंदर साथ हैं मंगल धाम उजास। बोलो वृंदावन बिहारी लाल की, सतगुरु महाराज की, श्री प्राणनाथ प्यारे की, महारानी बाईजूराज की, महाराजा छत्रसाल की, गुरुजी मंगलदास महाराज की, श्री कृष्ण प्रणामी धर्म की, तीनों पुरी धाम की, सर्व सुंदर साथ की, श्री 108 पारायण महोत्सव की। आदरणीय
इटहरी श्री कृष्ण प्रणामी मुक्तिधामबाट आउनुभएका हाम्रा महाराज जी श्री कृष्णदास जी महाराज जो मुक्तिधाम का महंत हुनुहुन्छ र आदरणीय जसको इच्छा र जसको संयोजनमा यो कार्यक्रम पूर्ण हुन गइरहेको छ आदरणीय श्री राजप्रसाद जी महाराज उहाँकै हार्दिक इच्छा हो कि यहाँ 108 पारायण हुनुपर्छ भन्ने विचारधारा उहाँले राख्नु भएको हो र यतापट्टि हाम्रा धर्म प्रचारक श्री देवराज जी महाराज धर्म प्रचारक श्री नंददास जी महाराज र हाम्रा दिल्लीबाट आउनुभएका प्रणामी विश्वका प्रकाश शर्मा जी र अरू यहाँ के हो तिम्रो नाम हाम्रा यो पारायण पढाउन संलग्न हाम्रा श्री भूपाल जी र अरू समस्त अब यहाँ ब्रह्ममुनिगण जसको नाम अहिले यहाँ पढेर सुनाइयो र अन्य समस्त धर्मप्रेमी सुन्दर साथ जी आमा दिदी बहिनी दाजुभाइ सर्व सुन्दर साथ जी सबैमा कोटि कोटि करबद्ध प्रेम प्रणाम। आज यहाँ 25 पारायण यहाँ पढ्ने र अरू कति रहेका 83वटा पारायण घर घरमा पढेर सकेर पहिल्यै पढिसकेको र 25वटा चाहिँ यहाँ श्री कृष्ण प्रणामी मन्दिर गौराद सीतापुरी यो एउटा पवित्र स्थानमा 25 पारायणको पाठ शुभारम्भ हुँदैछ र अब धेरै बोल्ने कुरा त हामी पण्डालमा गएर मञ्चमा जब बस्छौँ त्यति बेला धेरै धर्मको कुरा ज्ञानको कुरा इत्यादि हामी त्यहाँ सुनाउने छौँ र अहिले मात्र पारायण पाठ सुरु गर्न परेको हुँदा विशेष गरेर हाम्रा श्री राजप्रसाद जी महाराज अब हामी सबैमा वयोवृद्ध पनि हुनुहुन्छ ज्ञानवृद्ध पनि हुनुहुन्छ र उहाँले अब विचार गर्नुभयो कि चारैतिर 108 पारायण भइरहन्छ भने यो सीतापुरीमा पनि हुनुपर्छ भन्ने विचार इटहरीमा राख्नुभयो कालीझोडामा पनि त्यहाँ उहाँले आउनुभएको त्यो कार्यक्रममा आफ्नो विचार राख्नुभयो र त्यसैको प्रतिफल स्वरूप सर्व सुन्दर साथ यहाँका सर्व सुन्दर साथ यस मन्दिरसँग जोडिनु भएका र यस मन्दिरलाई अगाडि बढाउन महाराजजीलाई साथ दिने सर्व सुन्दर साथ र उतापट्टि अब सिक्किममा पश्चिम बङ्गालमा र अन्य क्षेत्रमा पनि महाराजजीले जागनी गर्नुभएका सुन्दर साथ उहाँहरू सबैले अब सहयोग गर्नुभयो साथ दिनुभयो कि हाम्रो गुरुको इच्छा पूरा हुनैपर्छ भनेर होस्टेमा हैसे गरे जस्तो उहाँहरूले 83वटा पारायण पूरा गर्ने कार्य गरिसक्नुभयो र अब यहाँ 25 पारायण पढिसक्दा 108 पारायण पूर्ण हुने हुँदा हामी सबैभन्दा पहिला महाराजजीलाई नै बधाई दिन्छौँ। अन्यथा सानो ठाउँमा ठुलो व्यवस्था गर्न गाह्रो हुन्छ। 108 पारायण एकैचोटि सजाउँदा 108 जना पढ्ने ब्रह्ममुनि खोज्ने आवासको व्यवस्था भोजनको व्यवस्था आए गए सुन्दर साथको सम्पूर्ण व्यवस्था गर्न ठुलो एउटा व्यवस्था तयारी गर्नुपर्छ र गाउँठाउँमा गर्दा धेरै गाह्रो पनि पर्छ र यस्तै प्रकारले क्रमबद्ध ढङ्गले कार्यक्रम गर्दा गाउँठाउँमा पनि 108 पारायणको सुगन्धी फैलिने रहेछ जागनी बढेर जाने रहेछ भन्ने हामीले यस प्रकारको विचारधारा राख्न सक्छौँ। महाराज की श्री प्राणनाथ प्यारे की। अब सबै ब्रह्ममुनिले एउटै आवाजमा एकैचोटि 17 चौपाईको पाठ सुरु गर्नुहुनेछ र सबैलाई मेरो साथमा उच्चारण गर्नको लागि आग्रह गर्दछु। श्री तारतम सागर रास
श्री 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 ग्रंथराज किताब अंजिल बानी पुरानी प्रमोदपुरी अपसा मध्य उत्तरी सो शुरू हुई मोजल नु प्रकरण चाल। अबे पहला मोजल नी कहूँ बात तेता दुख रूपी दिन रात दावा नलबले कई भात तेनी केटली कहूँ विख्यात विश्व ने लागे जाने ब्राध माहे अगिन बले अगाध तेता पीड़े दुष्ट ने साध नहीं अदखिन ने समाध कृपा करो छो अमजतनी शिखामण देव छो अति घणी ऐ निसलेव छो हमारी सार तो मोजल उतरसू पार। ए माया छे अति बलवंती उपनि छे मूल धनी थकी मुनि जनने मना व्याहार शिव ब्रह्मादिक नवलय पार सुख सनकादिक ने नवटली लक्ष्मी नारायण ने फरी बली विष्णु वैकुंठ निधा माए सागर शिखर नमो क्या क्या ए ऊपर हवे सो कहूँ बीजा नाम ते के नालो एने बचने सर्वालो थयो ब्रह्मांड नु धन सर्वे आवयो तत्व सौ एने जीते लीधा 14 लोक पोताना कीधा बलि लीधो तत्व मोह जेत के उपन्यास कोए साखी कहे इंद्रावती बल्लभाए माया छे अति छल्ला हवे युद्ध माणु छे अमसो एनो कयो न जाए भल्ला ए नाउद अमृत रूप रस छल बला वला कल्ला अगिन कुटिल ने कोमला चंचल चतुर चपल चाल हवे नो केटलो को विस्तार जोरा बराती अपार मोसो युद्ध माण्यु आसाधार युद्ध करे छे बारंबार एने लागो कये बोखार मारो केळन मुके नार मैं बांध्या सामा हथियार तो जाण्यु जो पे एनो मारा एने समय जे अममा बीती केटली कौत्या पजीती मैं तो रूढ़ी रीते ग्रहीती पण मुने लीधी जीती बाएं ग्रही लई निसरी मैं 3 जुद्ध कीधा फरी फरी पाछे गत मत मारी हरी लई बस पोताने करी तमे अनेक शिखामण कही पण भरमाड़ी मैं काई न ग्रही मोसो ये भी तो हस्तई जो बाणी तमारी मैं न लई तमे पेरे पेरे समझावी उन्हें तो है बुद्ध नावी जुगते करनी जगावी रहतार तमे लगावी तमे अंतर्गते दिदा दृष्टांत त्यारे भागी मारा मन निभ्रांत हवे तमे आव्याय कान संसार दशा तई स्वान स्यारे धनी धनवट करे त्यारे बल बैरी ना हरे बलि गया काम सराड़े चढ़े मन चित व्याकारज सरे मन चित व्याकारज सरे। गुरुदेव की जय। श्री कृष्ण कन्हैया लाल की जय। श्री प्राणनाथ प्यारे की जय। श्री 108 मंगलदास जी महाराज की जय। सदा महामती दायिने सन्मुख नाम लेत श्री छत्रसाल सिद्ध होए सब काज। नाम लेत श्री छत्रसाल सिद्ध होए सब सच्चिदानंद गुरुदेव की जय। सिंहासन में विराजमान श्री जुगल जोड़ी अनि हामी सबै सुंदर साजीको हृदय पटलमा विराजित श्री 108 मंगलदास जी गुरुजीको चरण कमलमा कोटि कोटि प्रेम प्रणाम पठाउन चाहन्छु। साथै यहाँ उपस्थित गुरुजी श्री 108 मोहन प्रिय आचार्य जी गुरुजी को आशीर्वाद सिरों पर राख्दै अनि मलाई यस प्रणामी धर्ममा दीक्षित गराउनुहुने अनि यहाँ बसेर हजुरहरूको समक्ष वाणी प्रस्तुत गर्ने योग्य बनाउनुहुने मेरो गुरुजी श्री 108 राजप्रसाद ढुकेलजी गुरुजीको एकदमै चरण कमलमा कोटि कोटि प्रेम प्रणाम गर्न चाहन्छु र उपस्थित सम्पूर्ण गुरुजन लगायत सम्पूर्ण सुन्दर साथीहरूको चरण कमलमा म करबद्ध प्रेम प्रणाम टक्राउन चाहन्छु। प्रणाम। हजुरहरूको समक्ष
म एउटा वाणी किरान्तन ग्रन्थबाट प्रस्तुत गर्न लागिरहेकी छु र हजुरले यो वाणी स्वीकार गर्नुहुन्छ भन्ने मैले आशा राखेकी छु। सच्चिदानन्द गुरुदेव की जय। आलाप बस्न भने आलाप बस्न सुनियो दुनिया आखिरी भाग बड़े हैं तुम। सुनियो दुनिया आखिरी भाग बड़े हैं तुम। सुनियो दुनिया आखिरी भाग बड़े हैं तुम। जो कबू कानो ना सुनी, जो कबू कानो ना सुनी, सो करो दीदार कसम। सुनियो दुनिया आखिरी भाग बड़े हैं तुम। जो ताली को सजावट करो।
परमात्मने नमः। श्री गुरु चरण कमलेभ्यो नमः। निजानन्दस्य कृष्णस्य प्राणनाथस्य वै ध्रुवं चरित्रं पावनमेतद् यच्च लोके सुदुर्लभम्। पठनात् श्रवणाच्चैव प्रेम भक्त्या समर्चनात् लभते चेप्सितं लोके अन्ते च पदमाव्ययम्। निजानंद निज नाम है श्री कृष्ण धनि धाम। श्यामा सुंदर साथ सब राखो हृदय धाम। मंगल कृष्ण प्रणाम है मंगल धर्म प्रकाश है। मंगल सुंदर साथ है मंगल धाम उजास है। मंगल सुंदर साथ है मंगल धाम उजास। बोलो वृंदावन बिहारी लाल की, सदगुरु महाराज की, श्री प्राणनाथ प्यारे की, गुरु जी मंगलदास महाराज की, श्री 108 पारायण महोत्सव की, सर्व सुंदर साथ की। मन राज भजो मन राज भजो मन राज भजो मन राज भजो। मन कृष्ण भजो मन कृष्ण भजो मन कृष्ण भजो मन कृष्ण भजो। अभिमानत जाओ मन राज भजो अभिमानत जाओ मन राज भजो अभिमानत जाओ। मन कृष्ण भजो मन कृष्ण मन कृष्ण भजो मन कृष्ण भजो। मन कृष्ण भजो अब कृष्ण तजो मन कृष्ण भजो अब कृष्ण भजो। मन राज भजो मन राज भजो मन राज भजो मन राज भजो। मन कृष्ण भजो मन कृष्ण भजो मन कृष्ण भजो मन कृष्ण भजो। बोलो कृष्ण कन्हैया लाल की। आज यहाँ गौरादह सीतापुरी इस सुंदर मंदिर में श्री 108 पारायण 83 पारायण भई सकेरा 25 पारायण को यह शुभारंभ को कार्यक्रम पूजा पाठ को साथ में
सुरु भइसकेको छ र यो समस्त कार्यक्रमको स्वप्नद्रष्टा भनौँ, जसले आफ्नो मनमा, हृदयमा, अन्तःकरणमा यस भूमिमा पनि 108 पारायण हुनुपर्छ भन्ने सङ्कल्प लिनुभयो हाम्रा आदरणीय श्री राजप्रसाद जी महाराज र यता इटहरी श्री कृष्ण प्रणामी मुक्तिधामको सेवामा सदा सदा संलग्न हाम्रा अत्यंत आदरणीय संत कृष्णदास जी महाराज, जो वहाँका महन्त पनि हुनुहुन्छ र कथाकारको रूपमा यहाँ वाणी चर्चा गरेर वाणीको रसस्वादन गराउन तपाईहरु माझ उपस्थित हुनुहुन्छ श्री नन्ददास जी महाराज र यतापट्टि श्रीमद् भागवतको भक्तिमय कथा सारगर्भित रूपमा तपाईहरु माझ राख्न उपस्थित हुनुहुन्छ श्री देवराज जी महाराज र यता मञ्चमा उपस्थित अन्य समस्त विद्वज्जन महानुभाव श्री कृष्ण प्रणामी सत्संग सेवा परिषद झापाका अध्यक्षज्यू, यता बाइजुराज संघ, युवा संघ, अनेक मंदिर का संचालन समिति का सदस्य वर्ग र संगीतकार भाइहरू, मेरे साथ में आउनु भएका मंगलधाम सेवा संघ, यो एउटा यस्तो संघ छ जसमा न कोही प्रेसिडेन्ट, न कोही सेक्रेटरी, न कोही ट्रेजरर, एउटा झुन्ड छ 100 जना स्वयंसेवकहरूको, जो आफै आफ्नो बिजनेसमा अग्रगण्य भूमिका राख्ने, अफिसमा काम गर्ने, ठुलो ठुलो व्यापार बिजनेस गर्ने भाइहरू हुनुहुन्छ। तर कालिम्पोङ मङ्गलधामको सेवाको लागि सब काम छोडेर उहाँहरू समर्पित हुनुहुन्छ र उहाँहरूमध्ये कतिजना हाम्रो आदरणीय राजदासजी महाराजबाट दीक्षित पनि हुनुहुन्छ। उहाँहरू सबै मङ्गलधाम सेवा सङ्घका भाइहरूलाई पनि म सम्बोधन गर्दछु। यता मङ्पुबाट आउनुभएका हाम्रा धेरैजना भाइहरू हुनुहुन्छ, मङ्पु मन्दिर र मङ्पुमा विभिन्न संस्थाहरूमा उहाँहरू संलग्न हुनुहुन्छ। उहाँहरू र यतापट्टि हाम्रा भाइ सुनिलजी, जो एकजना सिद्धहस्त लेखक र भर्खरै एउटा प्रणामी धर्म श्री कृष्ण प्रणामी निजानन्द सम्प्रदाय भन्ने एउटा ठुलो लगभग 350 पेजको किताब उहाँले लेखिसकेर लोकार्पण गरिसक्नु भएको छ र अरू धेरै महानुभावहरूलाई म यहाँ देख्दछु र अब एक साथ एक मुष्टमा सबैलाई सम्बोधन गर्दै तपाईहरु श्रोता वर्ग, सुन्दर साथजी, जो जति पनि यहाँ उपस्थित हुनुहुन्छ सबैलाई कोटि कोटि करबद्ध प्रेम प्रणाम। र जहाँ पनि हामी कार्यक्रम गर्दा जुलुसबाट फिर्केर आएपछि, किनभने जुलुसमा धेरै बेरसम्म पहिला त प्रतीक्षा गर्नुपर्छ, प्रतीक्षा भएपछि फेरि अब कलश उठाएर यात्रा गर्नुपर्छ र आइसकेपछि फेरि अब प्रवचनमा बस्न त्यति इच्छा रहँदैन, किनभने जुलुस घुमिहाल्यो, भजन गाइहाल्यो, आज एक दिनको उत्सव भइ नै हाल्यो, अब घर फिर्क्यौँ भन्ने सोचमा पनि कतिजना बस्नुहुन्छ। यो यहाँको मात्रै होइन, जुलुस भएको दिन सबै दिन यस्तै सबै जग्गा यस्तै कार्यक्रम हुन्छ। तर तपाईहरु जुलुस भएपछि पनि मञ्चको कार्यक्रमलाई पनि साकार बनाऊ, राम्रो बनाऊ, हामी श्रोताको रूपमा बसौँ, बस्नै पर्छ, सुन्नै पर्छ, जान्नै पर्छ, बुझ्नै पर्छ, यस्तो धारणा लिएर यहाँ बसिरहनु भएको छ। यो धेरै खुसीको कुरा हो, किनभने अब भोलिदेखि जो आउँछन् उनीहरू मात्र कथा सुन्न, शुद्ध कथा सुन्न उहाँहरूको आगमन हुनेछ। आज चाहिँ अब पहिलो दिन हो र अब
उपस्थित हुँ। सधैँ भ्याइँदैन भने एक दिन भ्याउँ, एकछिन भ्याउँ भन्ने सोच लिएर आउनुभएका धेरै महानुभावहरू पनि यहाँ उपस्थित हुनुहुन्छ। र विशेष गरेर हामीले 108 पारायण किन गर्ने भन्दा प्रणामी समाजमा 108 भन्ने सङ्ख्याको ठुलो महत्त्व छ। 108 जान्दा मात्रै परमधामको ढोका खुल्ने। 108 को महत्त्व नबुझुन्जेलसम्म परमधामको ढोका खुल्दैन। अब हेर्नुहोस् है, र एकछिन म 108 को छोटो विश्लेषण तपाईहरु माझ राख्न चाहन्छु। के रहेछ भन्दा संसारमा नवधा भक्ति भनेर भनिन्छ नि। भागवतमा एउटा श्लोक आउँदछ नवधा भक्तिको विषयमा। श्रवणम कीर्तनम विष्णु स्मरणम पादसेवनम अर्चनम वंदनम दास्यम सख्यम आत्मनिवेदनम। 9 प्रकारको भक्ति रहेछ है। 9 प्रकारको भक्तिमा पहिलो भक्ति रहेछ श्रवण भक्ति, सुन्ने। सबभन्दा सजिलो सुन्नु छ नि त। बसेर सुन्ने, दुईटै कान खोलेर सुन्ने, राम्ररी सुन्ने, मनमा पुग्ने गरी सुन्ने, हृदयमा ग्रहण गर्ने गरी सुन्ने, त्यो पनि एउटा भक्ति हो। तर बसिदिनुपर्छ। कतिजनामा यो भक्ति उदय नभएको हुँदा उहाँहरू यताउति घुम्नुहुन्छ, यताउति छटपट गर्नुहुन्छ, एकछिन मोबाइलमा बात गर्नुहुन्छ, तर श्रवण भक्ति गर्न गाह्रो पर्छ उहाँहरूलाई। श्रवण भक्ति उदय भएकै हुँदैन उहाँहरूको जीवनमा। र अब श्रवण भक्तिबाट निष्फल भएर कतिजना फिर्केर पनि जानुहुन्छ। र श्रवण गर्नु पनि भक्ति रहेछ। सुन्नु राम्ररी, सुन्दाखेरि धेरै कुरा बुझ्न पाइन्छ र बुझेकै कुरा सुन्यो भने त्यसको मनन हुन्छ, अझै राम्ररी स्पष्ट भएर जान्छ। कीर्तन गर्नु पनि भक्ति रहेछ, स्मरण गर्नु पनि भक्ति रहेछ, पाद सेवन गर्नु पनि भक्ति रहेछ, वन्दना गर्नु, अर्चना गर्नु, दास्य भाव राख्नु, सख्य भाव राख्नु, आत्मनिवेदन भाव राख्नु, 9 प्रकारको भक्ति रहेछ है। त्यो 9 प्रकारको भक्ति गर्ने मानिस दुनियाँबाट देहावसान भइसकेपछि, परलोकगामी भएपछि कहाँ जान्छ भन्दा पहिला पितृलोकमा जाँदो रहेछ। पितृलोकमा पुग्दो रहेछ। तर नवधा भक्ति गर्ने व्यक्ति, अब नवधा भक्तिमा पनि 3 गुण लुकिरहेको हुन्छ नि। सतगुण, रजगुण, तमगुण, 3 प्रकारको गुण लुकिरहेको हुन्छ। तमगुणी भएर नवधा भक्ति गर्यो भने ऊ माथि जाँदैन, पितृलोकमै बस्छ। रजगुणी भएर उसले नवधा भक्ति गर्यो भने पनि पितृलोकमै बास हुन्छ। तर सतगुणी भएर उसले नवधा भक्ति गर्यो भने ऊ स्वर्ग पुग्दो रहेछ। र 9मा स्थान चाहिँ पितृलोकको स्थान भनिन्छ। र 9 3 27, 9मा 3टा गुणले गुणा गर्यो भने 27 हुन्छ नि। त्यो स्वर्ग पुग्ने बाटो खुल्दो रहेछ। अब त्यसमा पनि उत्तम मध्यम भनेर भनिन्छ नि। पुष्ट, मर्याद, प्रवाह भनेर भनिन्छ त्यसलाई। उत्तम, मध्यम र निकृष्ट भनेर भनिन्छ। आजकल निकृष्ट भन्दा गाली दिए जस्तो, गाली गरे जस्तो लाग्छ, त्यसकारण साधारण भन्नुपर्छ होइन। कोही जमाना थियो नि फर्स्ट क्लास, सेकेन्ड क्लास, थर्ड क्लास भन्दा राम्रै लाग्थ्यो। तर अहिले थर्ड क्लास भन्यो भने गाली गरे जस्तो लाग्छ नि। त्यसकारण फर्स्ट क्लास, सेकेन्ड क्लास भन्दा साधारण क्लास भनेर हामीले बुझ्नु पर्यो। जेनरल क्लास भनेर पनि बुझ्नु पर्यो। र उत्तम, मध्यम र साधारण, पुष्ट, मर्यादा र प्रवाह। अब 27 लाई 3 ले गुणा गर्नुभयो भने 81 हुँदो रहेछ है। त्यसमा पनि अब श्रवण गर्छ या कीर्तन गर्छ, स्मरण गर्छ, नवधा भक्तिलाई सतगुणी भएर उत्तम भएर गर्छ, उसले पुष्ट भएर गर्छ भने त्यो वैकुण्ठ जाँदो रहेछ। 81मा पक्ष वैकुण्ठको भनेर भनिन्छ। अब त्यसमा पनि फेरि नवधा भक्तिमा पनि प्रेम जोडेर, प्रेम लक्षणा भक्ति जोडेर, साक्षात् श्री कृष्णलाई चिनेर जानेर
जसले भक्ति गर्छ भने 82मा पक्ष भनिदो रहेछ, त्यो गोलोक धाम पुग्दो रहेछ। त्यसपछि फेरि ब्रह्मज्ञान चिनेर ब्रह्मचिन्तन चिनेर पञ्चवासनाको भक्ति गर्ने, स्वयं पञ्चवासना भन्दा 5 जना त्रिदेवमा ब्रह्माजीको जग्गामा उहाँकै पुत्रहरूको नाम त्यहाँ आउँदछ, 4 सनकादिकहरूको। र विष्णु भगवान शिवजी, यतापट्टि सुखदेव मुनि महाराज, कबीर, यी पञ्चवासना भनिन्छ। उनीहरूले देखाएको मार्ग अनुसरण गर्ने जो व्यक्तिहरू भक्तहरू हुन्छन्, उनीहरू 83मा पक्षमा पुग्दा रहेछन्। र त्यो चाहिँ अब अव्याकृत भित्र पर्दछ। त्यसपछि गएर 83मा 25 जोडिदियो भने 108 हुन्छ नि त। त्यो अव्याकृतदेखि माथि अब अहिले हामी गयौँ भनेदेखि फेरि अक्षरधामको क्षेत्र पर्दछ, परमधामको क्षेत्र पर्दछ। र परमधाममा 25 पक्ष छ भनेर हामीले सुनेको छौँ। धाम तलाव कुञ्ज बन जोए, नेहरे मानिक बन की सोए, पश्चिम चौगान बड़वन कहिए, पोखरा जी जमुना जी लइए, 8 सागर 8 भूमि के, ये 25 पक्ष परमधाम के। 83मा 25 परमधामको 25 पक्ष जोडिदिँदा चाहिँ 108 हुँदो रहेछ। यो ज्ञान जसले प्राप्त गर्दछ त्यसलाई परमधामको द्वार खोलिहाल्छ, परमधामको त्यो मूलमिलामा पुग्ने मौका मिलिहाल्छ। तर 108 को अङ्कलाई राम्ररी जान्नु पर्यो। र गुरुजनहरूको नामको अगाडि पनि 108 लगाइन्छ नि। त्यो किन लगाइन्छ भन्दा परमधाम, यो पातालदेखि लिएर परमधामसम्मको ज्ञान जान्ने, 108 मोक्षका सिँढीहरू जान्ने, त्यो प्रकारको चाहिँ जसमा विज्ञता छ, विद्वत्ता छ, त्यस व्यक्तिलाई 108 भनेर भनिन्छ। त्यस्ता व्यक्तिहरू चाहिँ महान हुन्छन्, परमहंस हुन्छन्, पराकाष्ठको ज्ञान राख्ने, ठुलो क्षेत्रमा जागनी गर्ने र प्रणामी धर्मको, प्रणामी सिद्धान्तको नेतृत्व गर्ने क्षमता रहेका व्यक्तिहरू हुन्छन्। तर अब बिस्तारै बिस्तारै अहिले 108 धेरै सस्तो पनि भइसकेको छ। अब त्यो अर्को अध्याय हो, त्यतापट्टि हामी नजाउँ। र हेर्नुहोस्, अब 108 पारायण किन भन्दा आज हामी धरतीमा छौँ नि त, यो पृथ्वी लोकमा छौँ। पृथ्वी लोकबाट अब हामीले हद पार बेहद है, बेहद पार अक्षर, अक्षर पार वतन है, जागिए इन घर। हद बेहदलाई पार गरेर परमधाममा हामीले जाग्नु छ। र यिनै हामीले 108 पारायण गऱ्यौँ भने त परमधामको भक्ति यिनै हामीमा उत्रेर आइहाल्यो भन्ने राज्यले खुसी भएर त्यो 108 उहाँ मुक्तिको स्थान भनौँ, परमपदको स्थानमा हामीलाई बोलाइहाल्नुहुन्छ नि। त्यसकारण पनि 108 पारायण हामीले गर्ने हो। र कतिजना दाजुभाइ दिदीबहिनीहरूले एक्लै घरमा 108 पारायण पढेर पूर्णावतीको बेलामा एउटा ठुलो महोत्सव गरेर मलाई बोलाउनु भएको छ। मलाई पनि धेरै खुसी लाग्यो। त्यस्ता आमा दिदीबहिनी र दाजुभाइलाई पनि मैले देखेको छु। एक्लै 108 पारायण पुरा गर्ने कत्रो हिम्मत। कति समय लाग्छ होइन, 5-10 सालको समय लाग्ला, तर उहाँले सङ्कल्प गरेपछि पुरा भएर जाँदो रहेछ। र हाम्रा श्री राजदासजी महाराजले पनि सङ्कल्प गर्नुभयो। हुन त मेरो जीवनमा त मैले धेरैचोटि 108 पारायण कालिम्पोङदेखि लिएर अन्य क्षेत्रमा पनि लगभग 27-28 जग्गा 108 पारायणको नेतृत्व गर्ने मलाई मौका मिल्न गयो। यो गुरुजी मङ्गलदासजीको कृपा हो। किनभने उहाँको क्षेत्र जहाँ जहाँ उहाँले जागनी गर्नुभएको क्षेत्रमा जहाँ पनि 108 पारायण हुँदा मलाई उहाँहरूले अब लु यसमा अग्रगण्य तपाईँले भूमिका राख्नुपर्छ भन्ने उहाँहरूको आग्रह हुँदा म सबै जग्गा त्यसरी पुग्न गएँ र सबै कार्यक्रम सफल भएर सिद्ध भएर पूर्ण हुन गए। र यहाँ हाम्रो अब राजदासजी महाराजको विषयमा मैले थोरै बोल्नु पर्दा उहाँले आफ्नो जवानी अवस्थामा हुन चाहिँ गुरुजी मङ्गलदासजीको उहाँ नाति चेला हुनुहुन्छ।
गुरुजी मङ्गलदासजीको चेला आदरणीय हिमकर शास्त्रीजी महाराज हुनुहुन्थ्यो। प्रकाण्ड विद्वान शास्त्रार्थ महारथी भन्ने पदले पनि हामीले उहाँलाई विभूषित गर्यौँ र उहाँबाट हाम्रा राजदासजी महाराजले दीक्षा मन्त्र लिनुभएको रहेछ र अब अध्ययन गर्न आफ्नो स्कुली पढाइ पुरा गरिसकेपछि अब अध्ययन धार्मिक अध्ययनमा कहाँ जाउँ कता गरौँ भन्दा कालिम्पोङ गुरुजी मङ्गलदासजीको चरण शरणमा नै आएर अध्ययन गर्नुपर्छ भनेर उहाँले आएर कालिम्पोङमा विराटको, चर्चनीको, वाणीको, वितकको, गीता भागवतको उहाँले गहन अध्ययन गर्नुभयो र अध्ययन गरिसकेपछि अब प्रचार प्रसारमा जानुपर्दा गुरुजी मङ्गलदासजीले नै झोली दिएर आशीर्वाद दिएर मङ्पुमा एकदमै श्रद्धालु भक्तजनहरू त्यहाँ छन् र म पटक पटक त्यहाँ जाइरहन सकेको छुइनँ। त्यसकारण तिमी जाऊ है, त्यहाँ गएर प्रचार गर भनेर गुरुजीले आदेश गर्दा उहाँले मङ्पुमा गएर प्रचार सुरु गर्नुभयो र धेरै सङ्ख्यामा त्यहाँ जागनी गर्नुभयो। आज पनि मङ्पु क्षेत्रमा र मङ्पुको आसपासको क्षेत्रमा उहाँले जगाउनु भएका महानुभावहरू आफ्नो आफ्नो क्षेत्रमा धर्मको विकास विस्तार गरि नै रहनु भएको छ र पछि अब सम्बतको हिसाबले 2027 भनेर भनौँ, अहिले अब 82 चल्दैछ। त्यति बेला अब हुन त हामी बचपनदेखि नै सानै उमेरदेखि गुरुजीकै चरण शरणमा हामी हुर्क्यौँ, तर पूर्णकालिक सेवकको रूपमा म पनि कालिम्पोङ गएँ। किनभने सेवा गर्नेहरूको के हुन्छ भन्दा कोही अल्पकालिक सेवा हुन्छन्, कोही अर्धकालिक सेवा हुन्छन्, कोही पूर्णकालिक सेवक हुन्छन् नि। पूर्णकालिक सेवक चाहिँ जीवन पूर्ण गुरुकै सेवामा धर्मकै सेवामा लगाएर घर नफर्किने, अब जिन्दगी धर्मकै सेवामा बिताउने भन्ने अठोट लिएर म जति बेला कालिम्पोङ गएँ त्यति बेला कालिम्पोङमा अब गुरुजीको उमेर पनि निकै भइसकेको थियो र मैले त्यहाँ गएर अध्ययन सुरु गर्दा एउटा आवाज कता कता खुसखुस खुसखुस आवाज त्यहाँ चलिरहेको मैले अनुभव गरेँ। त्यो आवाज चाहिँ के थियो भन्दा हु इज आफ्टर गुरुजी भन्ने खालको नि, गुरुजी पछि चाहिँ को त भन्ने आवाज कता कता मैले सुन्थेँ। म त विद्यार्थी थिएँ, पढ्दथेँ, अध्ययन गर्दथेँ र त्यति बेला एकतर्फ माताजी प्रभावती बाई पनि एकदम ठुलो परिवारबाट आउनु भएको अत्यन्तै ज्ञानी उहाँ पनि हुनुहुन्थ्यो। उहाँले वाणी चर्चा भागवतको कथा पनि गर्नुहुन्थ्यो उहाँले र उहाँको नाम पनि माताजी प्रभावती बाई हुनुहुन्छ नि, गुरुजी पछि उहाँले सम्हालिहाल्नुहुन्छ नि भन्ने पनि कसैले बातचित गर्दथे। फेरि कसैले बातचित गर्थे, हाम्रा हिमकर शास्त्रीजी महाराज हुनुहुन्छ, उहाँ विद्वान हुनुहुन्छ, विद्वान पनि साधारण होइन, शास्त्रार्थमा विजय प्राप्ति गर्ने त्यस्ता ठगडान विद्वान हुनुहुन्छ, उहाँले चलाउनुहुन्छ नि भन्ने खालको पनि एउटा आवाज। र एउटा आवाज चाहिँ अब होइन, राधिका दास महाराज मारवाडी परिवारबाट गुरुजीका शिष्य बन्नुभएको छ भने उहाँले चलाउनुहुन्छ नि भन्दा एउटा आवाज चाहिँ होइन, राजदासजी महाराज पनि हुनुहुन्छ, उहाँले हुनुहुन्छ नि भन्ने खालको त्यो आवाज त्यति बेला मैले सुन्न पाउँथेँ। र त्यही समयमा सदानन्दजी महाराज, म र हाम्रा कृष्णदासजी महाराज पनि गुरुजीको चरण शरणमा हामी पुग्यौँ र हाम्रो पनि अध्ययन काल सुरु भयो। त्यहाँ अध्ययन काल सुरु गरेर हामी पनि प्रचार क्षेत्रमा हामी निक्ल्यौँ र प्रचार क्षेत्रमा निक्लिएपछि अब मेरो ज्यादै अब हाम्रो कृष्णदासजी महाराज पनि कर्मयोगी, गुरुजीले हरेक निर्माणको कार्यमा उहाँलाई साथ राख्नुभयो। सदानन्दजी महाराजलाई पनि भागवत गर भनेर आशीर्वाद दिएर जागनी क्षेत्रमा पठाउनु भयो। मैले चाहिँ के गरेँ भन्दा गुरुजीको सेवा, गुरुजी जहाँ जानुहुन्छ त्यहाँ जाने, त्यहाँ गुरुजीलाई सहयोग गर्ने, प्रवचन गर्ने, जे आदेश हुन्छ त्यो पालन गर्दै ल्याउँदाखेरि सबै यो बौद्धिक वर्गले त्यति बेला के सोच्यो भने यो मोहन प्रियाचार्यलाई नै यो पदमा हामीले सहमत हुँदाखेरि त लामो समयसम्म उसले यो गुरुजीको कार्यलाई अगाडि बढाएर लैजान्छ
भन्ने खालको चाहिँ जो पहिलाका हुनुहुन्थ्यो गुरुजीका चेलाहरू उहाँहरूको त्यस्तो खालको सहमत आउँदाखेरि फेरि अब यो जिम्मेदारी मलाई आइलाग्यो र मैले पनि अब गुरुजीकै कृपा हो भन्ने सम्झेर यो जिम्मेदारीलाई अगाडि बढाएर अहिलेसम्म पनि लगिरहेको छु। तर जति पनि त्यति बेला गुरुजीको साथमा रहने जति पनि महानुभाव हुनुहुन्थ्यो, प्रचारकहरू हुनुहुन्थ्यो, उहाँहरूलाई मैले जहिले पनि भेट्दा उचित सम्मान अगाडि राख्ने उहाँहरूलाई तपाईहरू अब अग्रगण्य हुनुहुन्छ भनेर के रहेछ भने संसारमा कोही कोही बेला स्कुलमा के हुन्छ भन्दा सिनियर टिचर हुँदाहुँदै पनि हेडमास्टर चाहिँ अलिकति कम उमेरको आइदिन्छ नि। त्यति बेला के हुन्छ भन्दा हेडमास्टरले के गर्नुपर्छ भन्दा सिनियर टिचरहरूको चाहिँ सम्मान राख्नुपर्छ। स्कुल राम्रो चलाउनु हो भने त्यो हेडमास्टरले सबै सिनियर टिचरलाई मान सम्मान दिएर सल्लाह गरेर स्कुल चलाउनुपर्छ। तर हेडमास्टरले मैले पद पाइहालेँ नि, अब त म सबैभन्दा ठुलो हो, मैले जे भन्यो सबैले मान्नुपर्छ भन्यो भने त सिनियर टिचरले त मान्दैन नि त, किन मान्नु होइन। त्यहाँबाट त स्कुलको स्थिति गडबड हुन थाल्छ है फेरि। र जानकार हेडमास्टरको काम के हो भन्दा सबैलाई अब देशमा पनि हेर्नुहोस्, अब सिनियर लिडर हुँदाहुँदै कोही कोही बेला प्रधानमन्त्री एकदम आइदेला नि अलिकति होइन कम उमेर भएको भन्ने उसले पार्टीका सबै सिनियरहरूलाई इज्जत दिएर हिँड्नुपर्छ। म अब ठुलो पदमा आएँ भनेर उसले भन्यो भने देशको विकास हुँदैन फेरि, किनभने ती पहिलाका सिनियरहरूले सहयोग गरेनन् भने के एक्लै के को देशको विकास हुन्छ, हुँदैन। एवं प्रकारले धर्म क्षेत्रमा पनि टिम मिलाएर सिनियरहरूको के जग्गा छ त्यसको मर्यादाको ख्याल गर्दै गर्दै हामीले कार्य अगाडि बढाएर लग्यौँ भने त्यो समाज, त्यो संस्था, त्यो सङ्गठन एकदमै बलियो भएर विश्व मञ्चमा उभिन सक्छ। र त्यही नै कार्य मैले पनि सिनियरहरूलाई आदर गरेर सधैँभरि अब जो कतिजना त बिति पनि सक्नुभयो, धाम गइसक्नुभयो, कतिजना आज पनि हुनुहुन्छ। र आजको यो कार्यक्रममा पनि हामी एउटा कलेज चलाउँछौँ चित्रकूटको छेउमा मौमा महामती प्राणनाथ महाविद्यालय भनेर डिग्री कलेज चलाउँछौँ। त्यो कलेजमा म पनि अब त्यहाँको एउटा ट्रस्टी छु। र आज मैले त्यहाँ हुनु पर्थ्यो, त्यहाँ एउटा कार्यक्रम थियो, तर हाम्रो महाराजजीले अब यो चाहिँ कार्यक्रम यही समयमा, यही सालमा, यही डेटमा गर्ने भनेर पुरै अठोट गरेर मिलाएर कार्यक्रमको योजना गरेर सिलिगुडीमा मलाई भेट्दा त म पहिला त सोचेँ अब म के गर्ने, जाने नजाने, उता पनि समय दिएको छ, यता पनि अब 108 पारायणको कार्यक्रम हो भनेर मैले फेरि उनीहरूलाई फोन गरेर सम्झाएर अलिकति कार्यक्रम पोस्टपोन गर्नु, मेरो त जरुरी कार्यक्रममा आयो, यो त एकदम यही क्षेत्रको कार्यक्रम हो, मैले बस्नै पर्छ, जानै पर्छ भनेर हाम्रा सिनियर महाराजजीको एउटा इच्छा राम्ररी पुरा होस् भन्ने खालको चाहिँ धारणा लिएर आज यहाँ उहाँले योजना गर्नुभएको यो कार्यक्रममा आउने मैले मौका पाएँ। यो पनि एउटा गुरुजीकै असीम कृपा हो भन्ने म मान्दछु। र यतापट्टि सन्त कृष्णदासजी अस्ति इटरीमा एउटा ठुलो कार्यक्रमको आयोजना हुन गयो हस्पिटलको विकास र विस्तारको लागि। त्यो 10 दिनको कार्यक्रम थियो। महाराजजी धेरै खट्नु भयो त्यहाँ। र मानिसको बिमार हुने मौसम चाहिँ कहिले हुँदो रहेछ भन्दा दिउँसो गर्मी हुने, बेलुका जाडो हुने। अहिले पनि त्यो सिजन चलिरहेको छ है। अब दिउँसो गर्मी छ र लुगा सबै खोल्यो, बेलुका जाडो हुन्छ अनि सर्दीले पक्रिहाल्छ फेरि। अनि अब स्वेटर लाएर कोट लाएर बसौँ भन्दा गर्मीमा सकिँदैन। बेलुका अब फेरि जिउले स्वेटर खोज्न थाल्छ, कतिखेप खोल्ने कतिखेप लाउने। यो मौसममा महाराजजीलाई अलिकति सर्दीले ग्रस्त पनि बनायो कार्यक्रम पछि। र म त आउन सक्दिनँ भन्ने उहाँले वचन दिँदा हाम्रो महाराजजीले गएर भन्नुभएछ, तपाईँ आउनु भएन भने चाहिँ म रुन्छु है भन्नुभएछ। अनि उहाँ पनि अब जसो तसो जान्छु म, किन हाम्रो पुरानो टिम हामीले पहिला गुरुजीलाई अब हामी सबैले गुरुजीको साथमा अब कार्य गरेको हुँदा बडा राम्रो कार्यक्रम गुरुजीको त्यो जीवनकालमा अत्यन्तै राम्रो कार्यक्रम भएर गयो। जो जिम्मेदारी गुरुजीले दिनुभयो हामीले एकदम त्यसलाई चाहिँ
निष्ठापूर्वक त्यो जिम्मेदारीलाई पालन गरेर लगेको। हाम्रा महाराज राजदासजी त्यति बेला माइकको व्यवस्था थिएन। जन्माष्टमीको जुलुस निक्लिँदाखेरि उहाँले के गर्नुहुन्थ्यो भन्दा अब जन्माष्टमीको जुलुसमा अब होस् या होलीको जुलुस होस्, त्यो जुलुसमा चाहिँ राज्यको रथ बिचमा छ, अगाडिपट्टि दाजुभाइ छन्, पछाडिपट्टि दिदीबहिनीहरू छन् भनेदेखि उहाँ त अब अल्गो पनि हुनुहुन्छ र अल्गो भएर उहाँले चाहिँ जागो जागो सत्सङ्ग वाले सोने का ये समय नहीं भनेर यसो भाइहरूपट्टि हात गर्दा भाइहरूले त्यता धुन दोहोऱ्याउँछन्, यतापट्टि दिदीबहिनीलाई सोने का ये समय नहीं खोने का ये समय नहीं भन्दा पछाडि फिर्केर दिदीबहिनीहरूले पनि गाइरहेको हुन्थे। माइकै चाहिँदैन थियो, त्यस्तो बुलन्द आवाजमा उहाँले गाएर जुलुसलाई कन्ट्रोल गरेर पनि लैजानुहुन्थ्यो। र गुरुजीले उहाँलाई ड्युटी दिनुभएको थियो कि सुन्दर साथलाई अब बजारको मन्दिरमा कम्बल बाँड्ने, ओढ्ने ओछ्याउनेको जे पनि छ, अन्तिम सुन्दर साथ नसुतुन्जेलसम्म तिमी नसुत्नु है। लास्ट सुन्दर साथ कम्बल लिन जब आउँछ त्यसलाई दिएपछि मात्रै सुत्नु र लास्ट सुन्दर साथ आउन 1 बज्यो 2 बज्यो 3 बज्यो भने नि तिमी नसुत्नु, त्यो सकेर मात्रै सुत्नु भन्ने गुरुजीको आदेश थियो। त्यसरी गुरुजीको आदेश उहाँले पनि अक्षरशः पालन गरेर ल्याउनु भयो। र यसरी अब गुरुजीको जीवनकालमा हामीले कार्य गरेको हुँदा हामी सँगै एउटै मञ्चमा भेटिँदा हामीलाई, किनभने एकै मञ्चमा भेटिन हामीलाई पनि गाह्रै हुन्छ, टाढा टाढा हामी हुन्छौँ, तर एकै मञ्चमा हामीलाई भेटिँदा हामीलाई पनि बडा खुसी लागेर आउँछ। त्यो समय हामीले बिताएको धेरै हामीलाई स्मरण पनि भएर आउँछ। र यहाँ यो कार्यक्रम अब आज सुरु भएको छ। कुनै पनि कार्यक्रमको सुरु गर्न धेरै गाह्रो हुन्छ, सजाउन, तयारी गर्न, भेट सङ्कलन गर्न, सबै कार्य गर्न। तर जब कार्य सुरु हुन्छ त्यस पछाडि अब गाडी स्टार्ट भएपछि अब हिँड्दै हिँड्दै गाडी टुङ्गोमा पुगे जस्तो प्रथम दिनको कार्यक्रम सक्सेस भयो भनेदेखि गुड बिगिनिङ भन्छ नि, त्यस्तो राम्रो सुरुवात भयो भने राम्रो अन्त पनि भएर जान्छ, यसमा कुनै सन्देह छँदै छैन। र तपाईहरुमाझ विद्वान कथाकारहरू यहाँ उपस्थित हुनुहुन्छ र उहाँहरूले पनि गुरुजीको समयमै गुरुजीको दर्शन गरेर, गुरुजीको आशीर्वाद लिएर, गुरुजीबाटै केही तालिम लिएर उहाँहरूले पनि आफ्नो जीवनलाई अब यो धर्म क्षेत्रमा, प्रचारको क्षेत्रमा उतारिसक्नु भएको छ। धेरै जग्गा भागवत गरेर, वाणी चर्चा गरेर, वितक गरेर जीवन सफल बनाइसक्नु भएको छ। र आज पनि अब उहाँहरूबाट यहाँ शुभारम्भ हुने नै छ र उहाँहरू दुवैको यो सप्ताहव्यापी कार्यक्रम अत्यन्तै राम्रो जाओस्, रोचक जाओस्, सारगर्भित जाओस्, प्रभावी जाओस्, जागनी बढ्ने खालको जाओस् भन्ने म शुभकामना राख्न चाहन्छु उहाँहरूप्रति। र तपाईहरु श्रोतावर्ग पनि खूब सङ्ख्यामा आउनुहोस् र अरू नयाँ इच्छुक जो पनि सुन्न चाहनुहुन्छ कथा, यो दुईटा कथा किन राखिएको भन्दा भागवतले सारा सनातन हिन्दू समाजलाई सम्बोधन गर्छ। समस्त विश्वभरका हिन्दू समाजलाई समेट्नु छ भने श्रीमद् भागवतको कथा गरेपछि पुगि नै हाल्छ। र यता तारतम सागरले प्रणामी समाजलाई त समेट्छ, तर तारतम सागरले पनि विश्व मानव एकता, विश्व धर्म एकता भन्ने खालको सिद्धान्त राखेको हुँदा सुख शीतल गरौँ संसार भन्ने सिद्धान्त तारतम वाणीमा श्री प्राणनाथजीले राखिदिनु भएको हुँदा यसको पनि विश्वव्यापी चर्चा गर्ने, विश्वव्यापी यसको व्याख्या गर्ने र विश्वव्यापी स्वरूप उपस्थित गर्ने हामी सबैको दायित्व रहेको हुन्छ। र यो दुवै कार्य हामीले अगाडि बढाएर लैजानु परेको छ। र अब आज मैले धेरै समय यहाँ अब प्रवचन गरेर बसिरहने, मलाई पनि अब अरू कार्यक्रम भएको हुँदा र भोलि नै मैले फेरि एउटा तपाईहरुलाई म सूचना दिन चाहन्छु। गुरुजी मङ्गलदासजीले आफ्नो जीवनको अन्तिम कालमा मलाई हराउनु भयो, लु नानी यो काम चाहिँ भइसकेको हुनुपर्छ है, मैले यहाँ पुर्याएको छु, त्यो कामलाई तिमीले गरेर पुरा गर्नुपर्छ भन्दा कालिम्पोङ मङ्गलधामको स्वरूप खडा गर्ने, त्यस पछाडि अरू पनि धेरै जिम्मेदारी उहाँले मलाई दिनुभएको थियो। एउटा गर्दै र त्यो
कालिम्पोङ मूल मन्दिर बजारको पनि त्यसलाई पनि अब राम्रो नवीनीकरण गर्ने, इच्छे मन्दिर पनि नवीनीकरण गर्ने आदि गुरुजीले जिम्मा दिनुभएको स्टेप बाई स्टेप म गर्दै ल्याएँ। एउटा गुरुजीको इच्छा थियो कि पद्मावतीपुरी धाम पन्नामा एउटा नेपाली धर्मशाला बन्नुपर्छ भन्ने गुरुजीको इच्छा थियो। त्यति बेला गुरुजीले एउटा भवन पनि बनाउनु भयो, तर त्यो भवन पर्याप्त रहेन, किनभने पद्मावतीपुरी धाम पन्नामा मेला लाग्दा 500 देखि लिएर 1000 नेपाली सुन्दरसाथ त्यहाँ पुग्नुहुन्छ। नेपालबाट पनि पुग्नुहुन्छ, पश्चिम बङ्गालबाट, सिक्किमबाट, आसामबाट, अन्य क्षेत्रबाट नेपाली सुन्दरसाथको सङ्ख्या पन्नामा शरद पूर्णिमाको बेलामा 500 देखि 1000 हुन्छ। त्यति सुन्दरसाथ आँट्ने एउटा भवन हुनुपर्छ भनेर हामीले सोच बनायौँ, धेरै प्रतीक्षा पनि गऱ्यौँ के होला कसो होला भनेर। र 2 साल अगाडि हामीले त्यो किलकिला नदीकै किनारमा एउटा जमिनको टुक्रा हामीले किन्न हामी सक्षम भयौँ र त्यो किन्यौँ। फेरि अहिले भर्खरै एकजनाले मलाई फोन गरे, त्यही जमिनसँग जोडिएको मेरो पनि जमिन छ, त्यो पनि लिदिनुहोस् न, किनिदिनुहोस् न, तपाईँहरूलाई त आखिरी चाहिन्छै चाहिन्छ भविष्यमा, मैले अब कसलाई बेच्ने भनेर मलाई फोन गरे। र भोलि म त्यसकै लागि जाँदैछु र त्यो पनि जमिन हामीले जोड्न सक्यौँ भने हामी लगभग 40 कमराको हल सहितको 40 कमराको एउटा धर्मशाला त्यहाँ बनाउन हामी सक्षम हुनेछौँ। र मैले यो बात सुरु गर्ने बित्तिकै 10-12 जनाले त पद्मावतीपुरीमा बनाउने हो भने चाहिँ हामी पनि रुम बुक गर्ने हो भनेर 10-12 जनाले वचन पनि दिइसक्नु भयो। अब कार्य सुरु गरेपछि त्यो कार्य गुरुजीको इच्छा हो, प्राणीनाथजीको कृपा हो, अवश्य नै सिद्ध भएर जान्छ भन्ने मलाई विश्वास छ। र त्यो पनि एउटा गुरुजीको सदिच्छालाई हामीले साकार गर्नु परेको छ। र अरू पनि गुरुजीका धेरै सदिच्छाहरू सब साकार हुँदै गए। इटरीमा गुरुजीले ठुलो एउटा कार्य हुनुपर्छ, घाट बन्नुपर्छ भन्ने गुरुजीको इच्छा थियो, त्यो पनि बनेर गयो। अस्पतालको सपना कालिम्पोङमा गुरुजीले सुरु गराउनु भएको हो, त्यो पनि अब इटरीमा पनि अब सुरु भइसकेको छ। र अरू जग्गा प्रचार प्रसार, धार्मिक ग्रन्थहरूको प्रकाशन आदि इत्यादि हरेक क्षेत्रमा गुरुजीको आदेश हामीले अगाडि बढाउँदै हामीले ल्याएर आएका छौँ। र अब यो पनि गुरुजीको एउटा इच्छालाई हामीले साकार गरिसक्दा साँच्चै नै हामीले गुरुप्रति हामीले एउटा दिएको वचन हामीले पुरा गरेको हामीलाई अनुभव हुनेछ। र यो सबै हामी सबैको प्रोजेक्ट हो। हामी सबै मिल्दाखेरि के हुँदैन, सबै कार्य राम्रो भएर जान्छ। र गुरुजी मङ्गलदासजीको बडा प्रभाव छ, ठुलो प्रभाव छ समाजमा। तर गुरुजी मङ्गलदासजीको ठुलो प्रभावलाई कता न कता अब खण्डित गर्ने किसिमको केही तत्त्वहरू पनि अलिकति अगाडि बढिरहेको पनि म अनुभव गरिरहेको छु। तर मलाई विश्वास छ, अटल विश्वास छ, गुरुजी मङ्गलदासजीको क्षेत्र, गुरुजी मङ्गलदासजीको प्रचार सधैँ एक रहनेछ, अखण्ड रहनेछ, अद्वैत रहनेछ। यो कुनै प्रकारले भङ्ग हुने छैन, यो सधैँ नै सङ्गठित भएर रहन्छ र यसलाई हामी सबैले राख्नु पनि पर्छ। त्यसमा नै गुरुजीको अस्तित्व र गुरुजीको जो जागनीको एउटा ठुलो योगदान छ प्रणामी समाजमा। गुरुजी मात्र एकजना साधु हुनुहुन्न थियो, मात्र एकजना प्रचारक हुनुहुन्न थियो, उहाँ एकजना अवतारी पुरुष पनि हुनुहुन्थ्यो। उहाँमा अवतारी पुरुषमा हुने गुणहरू लुकिरहेका थिए। त्यो हामीले आफ्नै आँखाले देखेको हो। हाम्रो राजप्रसाद महाराजजी, कृष्णदास महाराजजी अब साक्षी हुनुहुन्छ। गुरुमा चाहिँ अवतारी पुरुषको पुरै लक्षण थियो। एकदम हस्पिटलबाट कसैलाई बिदा गरे, डक्टरहरूले बिदा गरेको मान्छेलाई पनि गुरुजीले यसो टाउकामा हात राखिदिएर एउटा सानो के आयुर्वेदिक दबाई दिनुहुन्थ्यो। तिनीहरू 8-10 साल बाँचे, फेरि गुरुजीको कृपाले त्यसरी बाँचेर गए। र यस्तो खालको चाहिँ एउटा अवतारी पुरुषमा हुने लक्षण गुरुजीमा लुकिरहेको हामीले देखेको हुँदा उहाँको प्रणामी समाजप्रतिको एउटा ठुलो योगदान छ। 1 लाखभन्दा बेसीलाई उहाँले नयाँ जागनी गरेर 100 जति उहाँले संस्था मन्दिरहरू उहाँले स्थापना गर्नुभयो। प्रणामी समाजमा नयाँ चेतना दिनुभयो। मन्दिरबाट बाहिर निक्लेर हामीले समाज सेवा गर्नुपर्छ, स्कुल खोल्नुपर्छ, अस्पताल खोल्नुपर्दछ, वृद्ध आश्रम, अनाथ आश्रम, अनेक कल्याणकारी कार्य हामीले गरेर लैजानुपर्छ भन्ने र दिदीबहिनीहरूले पनि कथाकार हुनुपर्छ भनेर दिदीबहिनीहरूलाई पनि तालिम दिएर गुरुजीले गर्नुभएको एउटा समाजमा नयाँ आन्दोलन
एकदमै सफल भएर गएको हो र अहिले पनि त्यो आन्दोलन भनौँ अथवा त्यो एउटा विचारधारा, यो आन्दोलन कोही राजनीतिक होइन, विचारधाराको एउटा आन्दोलन हो। त्यसलाई हामी सबै मिलेर साकार गर्ने, अगाडि बढाउने र सधैँभरि सङ्गठित रहने, सधैँभरि मङ्गल भन्ने एउटा शब्दलाई साकार गर्ने काममा हामी अत्यन्तै समर्पित भएर हामी लागौँ भन्ने यिनै सद्भावना राख्दै र अब अरू अगाडि कार्यक्रमलाई तपाईँहरू सुन्नुहुनेछ, ग्रहण गर्नुहुनेछ। मेरा शब्दहरूलाई म यिनै विराम दिन चाहन्छु। बोलो कृष्ण कन्हैया लाल की, सद्गुरु महाराज की, श्री प्राणनाथ प्यारे की प्रणाम। यहाँहरूको यो उपस्थितिले, यो दीर्घकालीन सेवाले यस पूर्वाञ्चल नेपालमा एउटा ठुलो सन्देश जानेछ भन्ने हाम्रो हार्दिक सदिच्छा रहेको छ र गुरुजीप्रति हार्दिक शुभकामना बधाई अर्पण गर्दै म श्रीमान लक्ष्मीदास शिवाकोटीज्यूलाई मञ्चसम्म यति नै स्वयंसेवकलाई निवेदन गर्दछु। यहाँलाई गुरुजीको हातबाट गुरुजी श्री 108 मंगलदास जी महाराज की, और भक्त श्री सुंदर साज जी, परम पूजनीय गुरुजी श्री 108 महाराज को गुरुको महिमा म सधैँ गाउँछु, गुरुको चरणमा जीवन बिताउँछु। गुरुको महिमा म सधैँ गाउँछु, गुरुको चरणमा जीवन बिताउँछु। गुरुको महिमा म सधैँ गाउँछु, गुरुको चरणमा जीवन बिताउँछु। गुरु चरणको स्वर्ग मेरा जीवन सदा म सार्थक गराउँछु। गुरुको महिमा म सधैँ गाउँछु, गुरुको चरणमा जीवन बिताउँछु।
घोषणा सबमा पुर्याउने एकपल्ट स्वर सबमा गुन्ज्याउने दिव्य घोषणा सबमा पुर्याउने मङ्गल चरणमा शरण पर्छु मङ्गल चरणमा शरण पर्छु तिमीलाई कोटि प्रणाम गर्छु तिमीलाई कोटि प्रणाम गर्छु गुरुको महिमा म सधैँ गाउँछु गुरुको चरणमा जीवन बिताउँछु गुरुको महिमा म सधैँ गाउँछु गुरुको चरणमा जीवन बिताउँछु गुरु चरणको शुद्ध वेद जीवन सदा म साकार गराउँछु गुरुको महिमा म सधैँ गाउँछु गुरुको चरणमा जीवन बिताउँछु गुरुको चरणमा जीवन जिस दिन सतगुरु प्यारे घर आएंगे पलके ही पलके बिछाएंगे जिस दिन सतगुरु प्यारे घर आएंगे गुरु सतगुरु महाराज की प्राणनाथ प्यारे की बाईजू महाराज की महाराज छत्रसाल जी के पूज्य गुरु जी स्वामी श्री मोहन आचार्य जी महाराज जोगी गुरु जी श्री कृष्णदास जी महाराज जोगी आज के आनंद के सच्चिदानंद गुरुदेव की तीनों पुरी धाम के तीन दिवसीय अखंड मेरे चौक दीवाना दीपन ज्योति रानी और